बेल्ट एन्ड रोड इनिसिएटिभ BRI सम्बन्धी विभिन्न धारणाहरू आइरहेको छ। माथिल्लो स्तरको राजनीतिज्ञ साथै उच्च तहको राजनीतिज्ञको भनाइ यस सम्बन्धी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ के रहेको छ, यस सम्बन्धी जानकारी। दोस्रोचोटि प्रधानमन्त्री हुँदा BRI सम्बन्धी MOU मा हस्ताक्षर भएको हो। मैले अलि बढी यो राष्ट्रको हितमा चाहिँ नै हुन्छ भनेर गरेको हो र अहिले म तेस्रो पटक प्रधानमन्त्री भएर चीन भ्रमणमा जाँदा BRI इम्प्लिमेन्टेसन प्लान सकेसम्म छिटो त्यसलाई चाहिँ अन्तिम रूप दिने भनेर जोइन्ट स्टेटमेन्टमा लेखिएको पनि हो। यद्यपि BRI बारेको बुझाइमा अझै पनि एकरूपता सबैको आइसकेको छैन। राजनीतिक वृत्तमा पनि सबैको के हो यो BRI भन्ने कुरा राम्रो बुझाइ भएको छैन र फेरि चाहिँ चीन सरकारले पनि हामीले भन्ने गरे के छौँ भने BRI अन्तर्गत प्रोजेक्ट गर्न त हामी तयारै छौँ, यहाँ फेरि त्यो इम्प्लिमेन्टेसन प्लान भए मात्रै लागू गर्ने भन्ने छैन। म जाँदाखेरि जस्तो टोखा छ अरे सुरुङ निर्माण सम्बन्धी सम्झौता भयो, सहमति गरेँ मैले, त्यो पनि उहाँहरूले BRI अन्तर्गतै भन्नुहुन्छ, त्यो BRI कै भित्र हो भन्ने छ उहाँहरूको। हाम्रो भनाइ के छ भने ठिकै छ BRI अन्तर्गत हुने नहुने कुनलाई भन्ने कुनलाई नभन्ने त्यो एउटा कुरा हो, तर हामी फेरि लोन चाहिँ बढी लोन लिएर विकास गर्न सक्ने स्थितिमा हुँदैनौँ। हामी तपाईहरुले BRI अन्तर्गत चाहिँ ग्रान्टमा विकास गरिदिनुहुन्छ भने हामी स्वागत गर्छौँ। हामी त्यसलाई चाहिँ हामीले तपाईहरुको सद्भावको रूपमा बुझ्छौँ। हामी लोन लिएर चाहिँ विकास गरेर त्यो तिर्न सक्ने स्थिति नेपालको छैन भन्ने गरेका छौँ हामीले। त्यहाँदेखि BRI बारे लोन कि अनुदान भन्ने चाहिँ लोन कि अनुदान भन्ने बहस अहिले पनि चलिरहेकै छ। त्यो बाहेक अरु केही होइन। अब त्यो बाहेक अरु अब चाहिँ यो भू राजनीतिले पनि अलिकति प्रभाव त पार्छ BRI सम्बन्धी। जस्तो हामी यतापट्टि चाहिँ के अरे इन्डो पेसिफिक स्ट्रेटेजी भन्ने छ, त्यो चाहिँ पश्चिमतिर आएको चाहिँ स्ट्रेटेजीको रूपमा बुझिन्छ। त्यसलाई BRI चाइनाको स्ट्रेटेजीको रूपमा बुझिन्छ भने अब यी स्ट्रेटेजीहरू भित्र सन्तुलन कसरी गर्ने भन्ने चाहिँ नेपाललाई चाहिँ एउटा चुनौती पनि हो, अवसर पनि हो भन्ने मलाई लाग्छ। त्यसमा हामी छनौट गर्नुपर्ने छ कि नेपालको राष्ट्रिय हित अब हाम्रो छिमेकीहरूसँग खास गरी भारत र चीनसँगको सम्बन्धलाई राम्रो सन्तुलन र विश्वासमा विकास गर्ने कुरा मुख्य छ। यो वा त्यो रिसाउने गरी हामीले कतैपट्टि बढी ढल्कियो भने त्यसले नेपालको राष्ट्रिय हित र नेपालको परराष्ट्र नीतिको आवश्यकतालाई सम्बोधन गर्दैन। हामीले चाहिँ त दुवैसँग राम्रो सम्बन्ध गर्नुपर्छ, दुवैसँग समझदारी बनाएरै विकासलाई गति दिनुपर्छ भन्ने म ठान्छु। हजुर, हामीले छिमेकी देशको सम्बन्धलाई दुईटैलाई राम्रो